भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। नारायणम। म श्री हर अनुरागी बबिता कार्की फेरि पनि हजुरहरू सामुने नयाँ भिडियो ल्याएर उपस्थित भएको छु। मेरो भिडियो हेरिदिनु भयो, पहिलाको माया गरिदिनु भयो, त्यसको लागि धन्यवाद। अब हाम्रो नजिकै आइरहेको हरिवदनी एकादशीको बारेमा हजुरहरूलाई केही आफूले जानेको कुराहरू यो भिडियो मार्फत पस्किँदैछु। हरिवदनी एकादशी वर्षमा 24वटा एकादशी पर्छन्। पुरुषोत्तम हुँदाखेरि 26वटा एकादशी पर्छन्। त्यसमा चाहिँ सबैभन्दा ठुली एकादशी भनेर पनि हामी यो एकादशीलाई बुझ्दै आएका छौँ। यो दिन चाहिँ हाम्रो तुलसी बिहा पनि हुन्छ। अनि हजुरहरूलाई यो एकादशी चाहिँ नजिकै ढोकामै ढकढकाएको छ। यसको मिति चाहिँ 2082 साल कार्तिक महिनाको 15 गते अर्थात् भोलिको दिन शनिबार पर्न गइरहेको छ। भिडियो ढिला भए पनि हजुरहरूले हेरिदिनुहुनेछ र केही कुराहरू थप जानकारी लिनुहुनेछ भन्ने आशा राखेको छु। हरिवदनी एकादशी चतुर्मासको अन्त्य सँगसँगै यस एकादशीमा चाहिँ हामीले श्रीहरिको असीम कृपा प्राप्त गर्न सक्ने दिन। हामी वैष्णवलाई, सनातनीलाई, हामी हिन्दूहरूको लागि यो दिन चाहिँ निकै महत्त्वपूर्ण छ। हरिवदनी एकादशीदेखि पूर्णिमासम्मको दिन 5 दिनलाई चाहिँ एकदम महत्त्वपूर्ण दिन मानिएको छ। जसले चाहिँ कार्तिक स्नान 1 महिना गर्न सक्नु भएन, चतुर्मास व्रत गर्न सक्नु भएन, यस 5 दिन मात्र गर्दा पनि हजुरहरूले कार्तिकको पूर्ण फल, त्यस्तै चतुर्मासको पनि फल पाउन सक्नुहुन्छ। त्यसैले यो 5 दिनलाई चाहिँ विशेष महत्त्वपूर्ण दिन मानिएको छ। कार्तिक 15, 16, 17, 18, 19 दिन चाहिँ हजुरहरूले आफ्नो घरमा दीपदान गर्न सक्नुहुन्छ। जसले कार्तिक महिनाहरू भरि गर्नु भएन, तुलसी मोठमा श्रीकृष्ण भगवानको अगाडि, जस्तै शालिग्राम, जस्तै श्रीहरिहरको अगाडि सक्नुहुन्छ भने आफ्नो नजिकै वरिपरि रहेको मठ मन्दिरमा पनि दीपदान गर्न सक्नुहुन्छ। जसका कारण हजुरलाई आध्यात्मिक उन्नति, जस्तै पितृदोष, ग्रह दोष सबैको निवारण हुन्छ। अनि यस दिनमा चाहिँ हामीले सक्नुहुन्छ भने शुद्ध भएर निर्जल व्रत, त्यो सम्भव नहोला अहिले कलियुगमा, फलफुल लिएर, जल लिएर, दुध लिएर त्यो पनि सक्नुहुन्न भने एक छाक रोटी लिएर गर्न सक्नुहुन्छ। अन्नमा चाहिँ अलि बसेको कारणले गर्दा चाहिँ चामल मात्रै त्याग गर्नुभयो भने पनि हजुरहरूले एकादशीको पूर्ण फल पाउने भएकाले बुढाबुढी, अशक्त, बिरामी, बच्चा बच्चीलाई चाहिँ शुद्ध रोटी, दुध, फलाहार गरेर व्रत पनि लिन सक्नुहुन्छ। जसका कारणले चाहिँ तपाईँले श्रीहरिहरको असीम कृपा प्राप्त गर्न सक्नुहुन्छ। यो 5 दिन चाहिँ निकै महत्त्वपूर्ण छ। के कारणले पनि भन्दाखेरि श्रीहरिहर चाहिँ 4 महिना चाहिँ योग निन्द्रामा शहीद गर्नुभएकोले यसै एकादशीबाट चाहिँ उहाँको उठन हुन्छ भनेर देव उठनी एकादशी पनि भनेर हामीले अर्को नाम पनि प्रचलित शास्त्रमा सुन्न आएका छौँ। त्यस कारणले पनि यो एकादशीको निकै महत्त्वपूर्ण रहेको छ। अनि आइतबार, त्यस्तै सोमबार, मङ्गलबार, बुधबार पूर्णिमा, त्यसपछि वैकुण्ठ चतुर्दशी पनि यसै 5 दिनमा पर्छ। जसलाई चाहिँ हामीले श्रीहरिहरको एकै दिनको कृपा पाउने दिन भनेर बुझ्छौँ। जहाँ चाहिँ शिव र विष्णुको मिलन भएको दिन। शिवले चाहिँ आफ्नो विष्णु योग निन्द्रामा हुनुभएको समयमा जुन सारा सृष्टि जगतको चाहिँ आफूले पालनहारको कर्तव्य निर्वाह गर्नुभएको थियो। फेरि श्रीहरिहरलाई पूर्ण दिने दिन भएर पनि यो दिनलाई चाहिँ श्रीहरिहरको मिलनको दिन भनेर हामीले बुझेका छौँ। त्यसरी यो विशेष 5 दिनमा चाहिँ हामीले जति सक्दो शुद्ध भएर एकदमै भक्तिभावका साथ आफ्नो कर्मका पनि हातमा र मुखमा राम राम लिएर गर्न सक्यौँ भने चाहिँ हामीलाई आत्मिक शान्ति मिल्नुका साथसाथै सबै ग्रह दोषहरू पनि निवारण हुन्छ। र विशेष एकादशीको दिनमा चाहिँ अरू दिन 5 दिन नसके पनि विशेष एकादशीको दिनमा शनिबार परेको छ। जस्तै बिहान सबेरै उठ्ने, स्नान सक्नुहुन्छ भने हजुरको नजिक वरिपरि ताल, तलैया, जस्तै खोला
नाला छ भने जाने, तर यो झरीको मौसम छ, प्रकृतिले त्यति साथ दिएको छैन, त्यसैले आफ्नै घरमा हरहर गरौँगे आज हरिबोधिनीको एकादशीको पावन अवसरमा मैले हजुरलाई सम्झेर स्नान गरेको छु। श्रीहरि भन्ने आफ्नो पितृहरूको पनि नाम सम्झिने, तुलसी बिहा पनि परेको कारणले गर्दाखेरि तुलसी मातालाई सम्झिने, त्यसपछि जल अर्पण गर्ने, सूर्य भगवानलाई अर्घ दिने। त्यसका साथसाथै तुलसी बिहाको लागि चाहिँ उपयुक्त समय साँझ भएको कारणले गर्दाखेरि चाहिँ बिहान तुलसी मोठहरू सजाउने। ल आज हाम्रो घरमा बिहा, आफ्नो कन्याको बिहामा हामी कसरी उत्सव हुन्छौँ त्यसरी नै हाम्रो घरमा आज एकजना कन्या दान दिँदै गरेका छौँ भनेर हल्ला उल्लासका साथमा सबै सपरिवार जम्मा भएर, एक त शनिबारै परेको छ, सबैजनालाई फुर्सदिलो समय, बाजा गाजा नभए पनि मनमा बाजा गाजा बजाएर आफ्नो बच्चा बच्ची, श्रीमान श्रीमती दुवैजना दम्पतिकै साथमा सरसजाउ गरेर, सरसफाइ गरेर जस्तो छ त्यस्तो मिठो मसिनो हलुवा पुरी खिर बनाएर भोग लगाउने। आफ्नो एकादशीको व्रत भए तापनि शालिग्रामलाई तुलसी, तिल, जस्तै सेतो फुल, पहेँलो फुल, नारायणपाती, पारिजात के उपलब्ध आफूसँग छ त्यो सबै तयार गरेर शालिग्रामलाई पनि बाहिर तुलसीसँगै ल्याएर सजावट गरेर राखेर बिहे गरिदिन सक्छौँ, जसका कारणले गर्दा चाहिँ हाम्रो घरमा सुख शान्ति समृद्धि आउनुका साथसाथै मनमा भक्ति बढेर जान्छ, प्रेम बढेर जान्छ। चाडपर्व चाहिँ एक किसिमले उल्लासका साथ मनाउनुको साथसाथै बाहिरी तडक भडक मात्र नभइकन मनमा शान्ति पनि दिने भएको कारणले गर्दाखेरि हामीले चाहिँ भक्ति भावले पनि जानुपर्छ। जस्तै बाहिर देखाउनको लागि मात्रै, अब भिडियोको लागि मात्रै हतार नगरिकन भित्रैबाट मनमा हरि 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 बाहिर कामका साथसाथै भित्र पनि जप्नुपर्ने हुन्छ, जसले गर्दा चाहिँ हामीलाई भित्र शान्ति होस्, बाहिर मात्रै होइन। अब सक्नुहुन्छ भने सबै सपरिवारका साथै व्रत एक दिन, यो दिन चाहिँ सबैले लिने, होइन भने पनि फलार खान सक्छौँ। यो दिन त अब विशेष चार नारायणको मेला पनि लाग्छ, अरू बेलामा जान नभ्याउनेहरू पनि एक नारायणको मात्रै दर्शन गर्न सक्यो भने पनि एकदम राम्रो। यदि एकादशी केही दिन भ्याएन भने पनि हामीले द्वादशी, त्रयोदशी, चतुर्दशी, पूर्णिमासम्म पनि एक दिन दर्शन गर्न सक्छौँ। सके त चार नारायणै, होइन भने पनि एक नारायण। अझ मेरो व्यक्तिगत अनुभवमा म के भन्छु भने हामी विष्णु, श्री हरिहर, कृष्ण, राम अवतार सबै एउटै हो। चार नारायणै भिड हुन्छ, सकिँदैन भने पनि हामी कृष्ण मन्दिर पाटन एकदमै दिव्य भव्य एकदमै आनन्ददायी मन्दिर छ, उहाँ कृष्ण मन्दिर पनि जान सक्छौँ, राम मन्दिर पनि जान सक्छौँ। जस्तै पशुपतिमै हुनुहुन्छ राम मन्दिर, त्यहाँ जान सक्छौँ। त्यसपछि थापाथलीमा बैरागी अखडा राम मन्दिर छ, त्यहाँ पनि जान सक्छौँ। धेरै ठुलो प्रचलित यहीँ मात्रै जानुपर्छ भन्ने छैन, जहाँ पनि जान सक्छौँ। र काहीँ पनि जान सक्ने व्यवस्था छैन भने आफ्नै मनमा हरि हरि जपेर आफ्नै घरमा पनि आनन्दले बस्न सक्छौँ। त्यसका लागि हामीले माला लिएरै बस्नु पर्दैन, आफ्नो परिवारलाई भोजन बनाइदिने, आफ्नो सबै काम गर्ने, तर मनमा चाहिँ हरिनाम जप्ने गऱ्यो भने पनि हामीलाई धेरै आनन्द र भक्ति प्रेम पर्छ। जस्तै हजुरले केही काम गर्दै हुनुहुन्छ भने काम गर्नुहोस्, त्यसपछि अहिले त सजिलो छ, हाम्रो टेक्नोलोजीको प्रविधि छ, युट्युबमा भगवानको चरित्र लीला कथा लगाइदिने, त्यसपछि आफ्नो काम गर्ने। हजुरहरूले भिडियो हेर्दाखेरि पनि अरू प्रवचनहरू भन्दा पनि भक्तवत्सलको, जस्तै भक्त प्रह्लादको, मीराबाईको कथाहरू सुन्नुभयो भने हजुरहरूलाई भक्तिमा अझ मन लाग्छ, प्रेम बढ्छ। जसरी होस् हरिकृपा प्राप्त गर्नको लागि मनमा हरि, हातमा काम हुनुपर्छ। त्यसले गर्दाखेरि चाहिँ हामीलाई एकदमै शान्ति अनि आफ्नो परिवारमा पनि सुख समृद्धि उन्नति हुन्छ। यस लोकमा मात्रै होइन, परलोकमा पनि आनन्द हुने काम गर्नुपर्ने हुन्छ। यो एकादशीले चाहिँ सबैमा हरिप्रेम मिलोस्, सबैको जीवन सुन्दर सुखमय होस्। एकादशीको धेरै धेरै शुभकामना। थोरै भने, जति भने हजुरहरूलाई जति चाहिन्छ त्यति लिएर आनन्दमय भक्तिमय जीवन बनोस्। नमस्ते।